अहिले चाहिँ म यो हफरबादनतिर हिँड्दैछु होइन। अझै मलाई खाली गर्ने ठाउँमा पुग्नलाई लगभग 14-15 किलोमिटर जति छ क्या। म चाहिँ अप्पर बादेनमा हिँडिरहेको छु। अप्पर बादेनमा चाहिँ 50 को स्पिड छ। यी दुबईका गाडीहरू चाहिँ गुटुङ टुङ दौडिन्छ। हिँड्नलाई के हो, टेन्सन लाग्दैन कि क्या हो होइन। क्यामेराले त हान्न चाहिँ खोइ अब फाइन आउँछ कि आउँदैन। एउटा ड्राइभरलाई सोधेको थिएँ कि मैले, मसुरी थियो होइन, त्यसलाई सोद्धाखेरि त फाइन आउँछ भन्दै थियो। फाइन पनि देखाइरहेको थियो होइन, नो इन्ट्रीको। आमा कति धेरै फाइन आएको थियो दुबई गाडीको यार। पुरै उनीहरूको पनि मोबाइलमा म्यासेज आउने रहेछ क्या यो नो इन्ट्रीको होइन। पुरै मलाई चाहिँ देखाइरहेको थियो कि यतिको नो इन्ट्री आयो भनेर चाहिँ पुरै देखाइरहेको थियो क्या त्यो ड्राइभरले। खोइ तिर्नुपर्छ भन्थ्यो है फेरि त्यो ड्राइभरले, अब के हो कसो थाहा भएन होइन। यतातिर चाहिँ यस्तो यस्तो क्यामेराहरू राखेको हुन्छ क्या। कुनै ठाउँमा यस्तो क्यामेरा हुन्छ, कुनै ठाउँमा सानो बक्सवाला क्यामेरा हुन्छ, कुनै ठाउँमा फेरि त्यो स्ट्यान्ड क्यामेरा हुन्छ होइन। त्यो स्ट्यान्ड भनेको बल्छी क्यामेरा पनि भन्ने रहेछ क्या त्यसलाई चाहिँ। त्यस्तो त्यस्तो क्यामेरा हुन्छ अहिले है। क्यामेराहरूको डिजाइनहरू चाहिँ थरी थरीका छन्। अहिले चाहिँ म यो अप्पर बादेनतिर हिँडिरहेको छु होइन। यहाँ अप्पर बादेनमा चाहिँ 50 को स्पिड छ। मलाई चाहिँ अझै खाली गर्ने ठाउँमा पुग्नलाई लगभग 14 किलोमिटर जति छ क्या। यहाँबाट चाहिँ अगाडि जान्छु होइन। त्यहाँ पुल छ, पुलबाट चाहिँ म राइट हानेर फेरि लेफ्ट हानेर जानुपर्ने हुन्छ खाली गर्ने ठाउँमा जानलाई। यतातिर फेरि हावा धरो चलिरहेको छ क्या। गर्मी पनि धेरै गर्मी छ हो यतातिर यहाँ। तर तमाम जस्तो गर्मी चाहिँ छैन छन चाहिँ होइन। तर गर्मी चाहिँ यतातिर पनि धेरै गर्मी हुन्छ क्या। अप्पर बादेन 5 किलोमिटर, रफा 275 किलोमिटर। अप्पर बादेनतिरको बाटो तपाईँहरूले पनि जान सक्नुहुन्छ गाइज होइन। यतातिरको बाटो यस्तै छ। आज चाहिँ मैले पछाडिबाट भिडियो बनाइदेऊ नि त भनेर चाहिँ मैले भिडियो चाहिँ पछाडिबाट भिडियो बनाएर आएको छु होइन। मैले चाहिँ विशेष गरी युट्युबको लागि चाहिँ यसरी भिडियो बनाउँछु। आज चाहिँ मैले फेसबुकको लागि पनि यसरी नै भिडियो बनाएर आएको छु है। यो भिडियो तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला है। भिडियो चाहिँ अलिकति सानो टाइपको आउँछ होइन, तर भिडियो चाहिँ हेर्न चाहिँ मजा आउँछ क्या। यसरी भिडियो बनायो भने पुरै कभर गर्छ क्या अगाडिको होइन। साथीहरूले धेरै भन्नुहुन्छ है युट्युबमा भिडियो किन आएन भनेर भन्नुहुन्छ है। आज भोलि चाहिँ भिडियो बनाउने टाइमै मिल्दैन क्या। अब भिडियो बनाउने टाइम त हुन्छ होइन, तर भिडियो बनाउने टाइम मात्र भएर भएन क्या। त्यसलाई फेरि एडिट गर्नु पर्यो होइन। त्यो एडिट गर्नलाई चाहिँ धेरै टाइम लाग्छ क्या। अब फेसबुकको भिडियो त 2 मिनटमा एउटा भिडियो बनिहाल्छ होइन। युट्युबको लागि त कम्तीमा नि 1-1.5 घन्टाको भिडियो त रेकर्ड भइहाल्छ होइन। अनि त्यसलाई चाहिँ एडिट गर्दा 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 त्यसलाई चाहिँ 20 देखि 25 मिनटको चाहिँ बनाउनु पर्यो क्या भिडियो होइन। अब मेरो भिडियोहरू त प्रायः लामै हुन्छ होइन। 20 देखि 25 मिनटको भिडियोहरू मेरो चाहिँ हुन्छ युट्युबमा भने। फेसबुकमा चाहिँ 1 मिनटभन्दा माथिकै भिडियोहरू हुन्छ क्या। प्रायः जसो मेरो भिडियोहरू चाहिँ लङै हुन्छ क्या। यो फेसबुक होस् या युट्युब होस् या टिकटक होस् होइन, सबैमा मेरो चाहिँ अलिकति लामो लामै हुन्छ क्या भिडियो। आज चाहिँ म यो ठाउँमा पहिलोचोटि जाँदैछु गाडी खाली गर्नलाई होइन। म चाहिँ कहिले पनि गएको थिएन यो ठाउँमा, आज चाहिँ म पहिलोचोटि जाँदैछु। दाइलाई सोद्धाखेरि चाहिँ यो के अरे मजमा जाने बाटोमा चाहिँ गाडी खाली गर्ने हो भनेर चाहिँ भन्नुभएको थियो होइन। म चाहिँ यहाँबाट राइट हानेर जाने हो, कुबेत चाहिँ यहाँबाट जाने रहेछ होइन। म चाहिँ यहाँ सिधै गएर अनि त्यहाँ चाहिँ पुल छ क्या, पुलबाट फेरि म लेफ्ट हानेर जानुपर्ने हुन्छ गाडी खाली गर्नलाई। अब यहाँबाट धेरै छैन, जम्मा त्यही होला 3-4 किलोमिटर चाहिँ होला खाली गर्ने ठाउँमा पुग्नलाई त्यस्तो साथीहरू होइन। यो सिधा सिधा गयो भने चाहिँ आरआरतिर पुग्न सकिन्छ होइन। रफा, आरआर, तुरेप, कुर्यात हुँदै जोडानतिर जान सकिन्छ त्यो तलको बाटो भने। म चाहिँ यहाँबाट लेफ्ट हानेर जाने हो। अनि यहाँबाट राइट हानेर गयो भने चाहिँ कुबेततिर जान सकिने रहेछ। बोर्डमा चाहिँ त्यही छ होइन। यहाँबाट चाहिँ राइट हानेर गयो भने कुबेततिर जान सकिने रहेछ भन्दा, यहाँबाट राइट हानेर गयो भने चाहिँ कुबेततिर जान सकिने रहेछ। म चाहिँ यहाँबाट लेफ्ट हानेर जाने हो।
जान चाहिँ म कुवेततिर गएको छैन होइन, तर बोर्डमा चाहिँ त्यही देखाइरहेको थियो नि त होइन, त्यही भएर चाहिँ मैले बोर्ड अनुसार भनेको हो। कुवेततिर जाने साथीहरूले कमेन्ट गर्नुलाई यो बाटो जान्छ कि जाँदैन कुवेततिर भनेर। म चाहिँ अहिले यो हफरबादेनमा छु, हफरबादेनबाट चाहिँ भिडियो बनाइरहेको छु होइन। धेरै बेर पो लाग्ने रहेछ हो यो इसारा पनि यहाँ। अब युटर्न गर्नु परेको भए त यहाँबाट युटर्न गरिन्थ्यो होइन। अब म चाहिँ लेफ्ट हानेर जाने उतातिर, त्यही भएर चाहिँ युटर्न गरिनँ। इसारा पनि खुल्यो। भिडियो चाहिँ लामो हुनसक्छ होइन, भिडियो चाहिँ पुरा हेर्नु होला है त। जे होस् भिडियो चाहिँ तपाईँहरूलाई बोरिङ चाहिँ हुँदैन के होइन। अब यो चाहिँ मजमा जाने बाटो है, मजमातिर जान सकिन्छ यो बाटो चाहिँ। हिँड्न चाहिँ म हिँडेको छैन यो बाटो होइन, तर पनि मजमातिर चाहिँ जान सकिन्छ। यो रोडमा पनि सायद 50कै स्पिड होला। अब हाइवेमा त 50को स्पिड छ भने अनि यो चाहिँ भित्री रोडमा त झन् 50को स्पिड त हुने नै भयो नि होइन। अब यहाँबाट चाहिँ धेरै छैन खाली गर्ने ठाउँमा पुग्नलाई, लगभग 1.5 किलोमिटर जति छ कि। अब मलाई चाहिँ थाहा छैन खाली गर्ने ठाउँ होइन। अब चाहिँ म लोकेसन हेर्ने छु।